नमस्कार गाइज, म हुँ सन्तोष बोहरा। तपाईहरुलाई हाम्रो समाचारमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ नेपालकै सबैभन्दा सुन्दर स्थान, त्यो हो बडीमालिका। नेपालको सबैभन्दा सुन्दर र धार्मिक ठाउँहरूमध्ये एक हो। यो सुदूर पश्चिम नेपालको बाजुरा जिल्लामा अवस्थित छ। समुद्री सतहबाट करिब 4200 मिटर उचाइमा रहेको यो स्थान प्राकृतिक सौन्दर्य, हरियाली, घाँसे मैदान, हिमालको दृश्य र धार्मिक महत्त्वका कारण प्रसिद्ध छ। बडीमालिकाको विशेषता यस प्रकार छन्। यहाँ रहेको बडीमालिका मन्दिर देवी भगवतीलाई समर्पित छ। हजारौं भक्तजन हरेक वर्ष पूजा गर्न यहाँ पुग्छन्। वरिपरि हरियो पाटन, डाँडा र हिमाली दृश्यले ठाउँलाई स्वर्ग जस्तै बनाएको छ। यो ठाउँ ट्रेकिङ र साहसिक यात्राका लागि पनि निकै लोकप्रिय छ। बडीमालिका किन प्रसिद्ध छ? धार्मिक आस्था, शान्त वातावरण, प्राकृतिक सौन्दर्य, हिमाल र पाटनको अद्भुत दृश्य, नेपाली संस्कृति र परम्पराले यो प्रसिद्ध छ। यात्रा जानकारीहरू। सामान्यतया मानिसहरू बाजुराको मार्तडीबाट पैदल यात्रा गरेर बडीमालिका पुग्छन्। यात्रा केही कठिन भए पनि दृश्य अत्यन्त रमणीय हुन्छ। धेरै मानिसहरूले बडीमालिकालाई नेपालको लुकेको स्वर्ग पनि भन्ने गर्छन्। हस्त यस्तै खोजमूलक समाचार हेर्न मलाई फेसबुकमा फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।